म यो हैन यहाँ मान्छे चिप्लिने बनाइन्छ झिङ्गासम्म चिप्लिने बनाइन्छ तर हामी चिप्लेर लडेर मरेर भयौँ नि दाइ त्यही भएर हो के केटी मान्छेले के काम गर्न सक्दैन है केटा मान्छे बनाउने केटी मान्छेले जे पनि गर्न सक्दो रहेछ है साथीहरुलाई तपाईँ के डन रे म डिओजी डन आया लास्ट के सारा परिरहेको छ दाइ भाइ मामाहरु त सारा पर्नु भएको छैन म कसरी सारा परे भन्नु पनि पूजा दिदी हगुटी यता हाई गरिदियो भ्लगमा केटालाई के भन आफ्नै दाजुभाइ गाउँको दाइ भाइ अनि मामा दिदीहरु सबैजना हुनुहुन्छ गाउँमा कस्तो साह्रो परेको क्या एक्लै होइन अघि त दिदी हुनुहुन्थ्यो र मजा भइरहेको थियो डिओजी डन भन्ने जिस्काको भाउजूलाई अहिले त निस्किरहेको छ केटीहरूको कति ऊ हुँदो रहेछ त पावर हुन्छ भन्ने कुरा के हेलो साथीहरु नमस्ते मेरो युट्युब च्यानल तपाईहरु सबैजनालाई स्वागत छ आज चाहिँ हामी कता हो बिहा भाउजू आज हामी बिहा भाउजू हजुर कता हो आज हामी यात्रामा हो हामी चाहिँ आज के रे घर बनाउनु जाँदैछु है अनि यता भाइ भने हेलो रिदम गरिन खोइ उयो सिर्याङ हाई भदा आड्यो बच्चा भनेको बच्चा कति रमाइलो त बच्चाहरूलाई सिराङमा फेरि कता गयो हामीले घर बनाउनु चाहिँ यो टहराको पछाडि हो हामीले बनाउने दुईवटा रुम हो दाइ भाउजूलाई एउटा मलाई उहाँ बनाउनु छ हामीले घर अनि यता पूजा दिदीको घर भइहाल्यो यता पूजा दिदी पूजा सिराङमा बुने गुड मर्निङ हेलो पूजा दिदी के भयो हो र कविता दाइ यता हुनुहुन्छ दादा साउजी यो घरको यसले धन्ने लाँदै डगले त मलाई आऊ डेमो आऊ यो डगको नाम चाहिँ डेमो ल हामी बाँस काट्न आएको बाँस काट्नलाई बाँस काटेर हामी चाहिँ टिनको टहरा बनाउँदैछौँ हामीले के रहेछ खुकुरी साह्रो ठुलो लैजानु भएको छ त तिमीले के गर्न सक्दैन हेर हुरेर तल जाउला त्यति हो गुहारीमा छाप्प भरे मुख लाग्दैन ल ल बल गरेर टानु है बल गरेर टानु के गर्नु र म त अब ओहो त्यसरी पो टार्नु पर्दो रहेछ बाँसघारीबाट तर यो पुरै बाँसघारी हो हामीलाई नपुगिन्जेलसम्म यही बाँसघारीको बाँसले जाने हो हामीले चाहिँ क्या मजा आउँदो रहेछ यार अरूले काम गरेको हेर्नुलाई त अनि हामी दुईजना चाहिँ यहाँ बाँस यति धेरै फालिसकिसक्यो हामीले उहाँहरूले सिँगै काटेर फालिदिनुहुन्छ अनि हामी दिदी र म चाहिँ आँखला फाल्दै यसरी फाल्दै बाटो नि लास्टको अप्ठ्यारो यहाँ त बाँसको पातै पात छ प्रवेश दाइ दिउ खाना आउनु खगन भाइ के भएर अनलकी राम्रो खगन भाइले दाइ कोरिया पास गरेको के भएर स्टेजमा फेल भएको केमा फेल भएको बडा बिचारा भाइ अब फेरि अर्कोचोटि ट्राई गर्नु पर्यो नि के गर्नु त अब अनि होइन खेतलाहरू यता हुनुहुन्छ मेरो दाइ भाइहरू के भएर फेल भएको अरे केमा फेल भएको त्यसमै फेल भएको यो त कोरिया भाषा पास गरेर पनि स्टेजमा फेल भएन भन्दा त सातो गयो त मेरो त कस्तो ढुकढुक भयो म के भनेर प्रवेश दाइको मात्रै हो कि गु पढाइजी यता हो कि गु पढाइदिएर कति वर्ष भइसक्यो पढेको बेजे त्यही छ 1 वर्ष चाहिँ है डन भनेको डन हो नि डिओजी डन होइन बिहा भाउजू म त डिओजी डन भइगयो नि होइन हो कि होइन बिचराहरू के गर्नु
यसरी काट्नुपर्छ हामीले चाहिँ भिरबाट यसरी ओसारेर। तर अहिलेको लागि चाहिँ म डनै हो डिओजी। के मेरो के काम छैन भनेको खुकुरीबाट पास गरिसक्यो है साथीहरू यो आँखा काट्नलाई, आँखा काटेर फ्याल्नको लागिलाई। हजुर ल ल ल फ्यालिदिनु ल। म डिओजी डन होइन डिओयान त डिओजी डन हो। म डिओजी डन हो नि त, यति भरिमा चाहिँ म डिओजी डन नै हो होइन, डिओयान होइन डिओजी हो। हो डन्नी डन्ट होइन डन्नी हो म। अब म के गर्नुपर्छ भने आँखा सबै डिले फ्यालिसक्नु भइसक्यो, ल खुकुरी पक्रेर पर्दा आँखा फ्यालिसक्छ अनि म त डिओजी होइन त डन। साथीहरू मजा छ मलाई, मलाई जतिको मजा कसैलाई छैन होला। हस् अरे डिओजी डन भन्यो, राम राम डिओजी डनको त झन् जिरोबाट पसिना आउन आँटिसकिसक्यो त। आमामामा त्यहाँबाट भाउजूले त्यहाँबाट यता दिनुहुन्छ, यहाँबाट मैले चाहिँ आँख्लाहरू फ्याल्दै अनि यता ओह्रालो फ्याल्दै। सिमनहरू उतल छ काम गर्दा छ उनीहरूले पनि, उनीहरूले पारी टारिदिने अनि ओसार्ने पनि हुनुहुन्छ, दाईहरू भाइहरू हुनुहुन्छ। अनि म चाहिँ पर भाउजूले दिनुहुन्छ, भाउजू ल्याउँछु यहाँ चाहिँ आँखा फ्यालेर ओह्रालो फ्याल्ने काट्ने हुनुहुन्छ। विजय दाई र मामा कविता मामा हुनुहुन्छ। त्यही हो साथीहरू, आज त मामा कस्तो साह्रो परेको क्या एक्लै होइन। अघि त दिदी हुनुहुन्थ्यो र मजा भइरहेको थियो डिओजी डन भन्ने जिस्काको भाउजूहरूलाई, अहिले त निस्किरहेको छ डिओजी डन भनेको त। बाँस तान्नु हेर मामा भोका लागिसक्यो, भात खानु जाने हामी त, भात खानु जाने हो। बाटै छ कस्तो भिरालो छ हौ यहाँ त, हुनु त काम त कुनै त सजिलो हुन्छ र खाना। ल ल ल घाम चर्कामा के गर्नु, यो के दुःख बिसा जस्तो लाग्न थालिसक्यो मलाई त। फेट बोक्ने चाहिँ अगाडि हुनुहुन्छ, म चाहिँ पछाडि छु होइन। बाँस पनि आइआए कति साह्रो दुखेको यार यस्तो उता। सबैजना गइसकिसक्नु भइसकिसक्यो खाना खानलाई। अब हामी चाहिँ बाँकी अब भोक चाहिँ मलाई चाहिँ लागेको छैन भन्ने नि हो भने, किनभने भोको पेटमा डिउ खाएर होला, मलाई चाहिँ भोक लागेको छैन। अरू साह्रो परिसक्नु भइसकेको छ केटालेहरू चाहिँ। केटाले के भन्नु, आफ्नै दाजुभाइ गाउँको दाई भाइ अनि मामा दिदीहरू सबैजना हुनुहुन्छ। खाना खाएर आएर मात्रै हो अब। र अब धेरै छैन, दाईहरूले सबै दाई भाइहरूले सबै ओसारिसक्नु भइसकिसक्यो। अब थोरै मात्रै छ उहाँ चाहिँ कम्तीमा। अब उता अब 3-4 घाना होला, अनि 3-4 घाना काटेर चाहिँ सकिन्छ, फिनिस्ड। अनि उतै मात्रै हो हाम्रो काम भनेको चाहिँ। हामीले विशेष चाहिँ टहरा बनाउनुको लागिलाई हो बाँस यसरी बोकिरहेको छ उहाँ अगाडि। मै हो लास्ट चाहिँ। त्यो घर चाहिँ फेरि बवाल बनाएको छ, खास चाहिँ त्यो चाहिँ बल्ल फेरि बनाउने बेच्ने भन्दा पनि त्यो चाहिँ बसेको जस्तो बनाएको। सबै यस्तो भएको छोराले यहाँसम्म गोली खाएको पहिले, अनि बुहारी भइरहेको लडेर यस्तो। हजुर कति हजारमा अरे वर्षको कति? वर्षको 36 हो। महँगो भयो 36 सबै सबै हाई सविता। हामी यहाँ बिसाइरहेको छौँ, सबैजना थाकेर छौँ। अब ऊ त्यो टहरामा जाने हो हामी। यो टहरा भन्ने हो पूजा दिदीलाई पनि देख्छु म त भाइ। पूजा दिदीले तरकारी पकाइदिँदै हुनुहुन्छ। यही टहरामा जानुपर्ने हो हामी चाहिँ। हामी त हिँडिसक्यो। लास्टै साह्रो परिरहेको छ। अब घरको मान्छे भएर साह्रो पऱ्यो भन्नु मिलेन साथीहरू। दाई भाइ मामाहरू त साह्रो पर्नु भएको छैन, म कसरी साह्रो पऱ्यो भन्नु पनि। ल दुईवटा पो त भेटेर त मामा र दाइ त दुईवटा पो रहेछ त। ओफो फो 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 फो। कोहीले यो टहरा बन्छ र चाहिँ टहराको हावा खाँदै बस्ने हौ। दाइ भइहाल्छ नि हौ त्यो त। मामा र दाइले दुईवटा। यो बाँसले चाहिँ यहाँ घर बनाउनु पर्ने है हामी।
टहरा टिनको टहरा मरेमा त 1 2 3 गोरुको सिङ निलम के साल खबर भोक लागेछ के आज भात खायौ के खाएको खासेन भरे बिचरा भोकले यहाँ थिएँ के गर्नु भोक लागेछ के खायो एउटा नि बुनेले के खाएको छैन कालो गाँटे घाममा झन् बसेर झन्छ र कालो हाम्रो खाना तरकारी यता रेडी गरिसक्नु भएको छ है पूजाजीले दाल चाहिँ अलिक थपिदिनु यता टोली छुट्टै फाचेहरू बुढाबुढीहरू यता केटी मान्छेले के काम गर्नु सक्दैन है केटा मान्छे भयो भने केटी मान्छेले जे पनि गर्नु सक्दो रहेछ है साथीहरूलाई भाउजू केटा मान्छे भयो भने केटी मान्छेले जे पनि गर्छ है अन्त गर्नु टोइलेटबाट भर्खर निस्किँदै हुनुहुन्थ्यो है मैले जाँदा चाहिँ अन्त केटी भने केटी हो कि हो सविता भण्डारी लिएर आमामा केटा भन नि केटीले जे पनि गर्छ यहाँ हाम्रो घर रेडी हुँदैछ तारे नि कहाँ नै खायो त भाइ हाम्रो घरका लागि जस्ता हामी आफैले बोकिरहेको छौँ मामा भाइहरूले उता जस्ता लगाइदिँदै हुनुहुन्छ केटीहरूको कति ऊ हुँदो रहेछ त पावर हुन्छ भन्ने कुरा के एक वर्ष बस्ने अब के चिन्ता गर्छौ कलर छेक्दा छ ल्याएर बाहिर कलर हाल्नु आउनु मुनि कलर हाल्नु म त सेक खाऊ है भनिसा त एउटा जस्तो फप्दिहाल्छ नि भिमालाई नचाहिएला कुकुर जनाको राम्रो चाहिने गर मेरो छ्या कति हो आई आइज न सिरङ गरा लिनु पर्छ हो सिरङलाई परेले धारी म कुलो खाइ हो के सर कुलो खाने के मैले ल साथी हाम्रो घर लगभग अब बनिसकिसक्यो मामा दाइहरूले बनाइदिँदै हुनुहुन्छ घर चाहिँ अनि अब भोलि 4-5 दिनमा बनिन्छ भाउजू घर हाम्रो हाम्रो 4-5 दिनमा घर बनिन्छ अरे अनि हामी यहाँ बस्छौँ अब माथिको पक्की घरमा बस्दिउँ न वहाँ चाहिँ वर्षको 40,000 45 लगभग 85,000 जान्थ्यो अरे यहाँ चाहिँ वर्षको 20,000 मात्रै यो घरमा चाहिँ कस्तो घामले बोल्यो भाइ
एउटा सिमन सोल्टी घरदैन त यार अब हेलो गाइज हेरेर आइ भन ओ हेलो पूजा उयो सबिता गरौँ न ओ पूजा दिदी हो गुटी एउटा हाई गरिदियो भ्लगमा जबरजस्तीबाट हाई ल हाम्रो घर बनिसक्यो अब लगभग पानीमा पर कुवामा लगेर हाल्दिउ न म यो होइन यहाँनिर मान्छे चिप्लिने बनाइन्थ्यो झिङ्गासम्म चिप्लिने बनाइन्थ्यो तर हामी चिप्लेर लडेर मरेर भए पनि दाइ त्यही भएर हो कि अनि त्यही नहुने अरे बरु 10वटा दिउ खाए पनि मतलब भएन त्यो 2 बोरा सिमेन्ट बढी दियो भने अलिकति हालिदिनु पर्थ्यो होइन हिँड्नु भएको ए ल घर फाइनल हो हाम्रो घर फाइनल हो दाइलाई चाहिँ